तपाईँको छोरो भएर जन्मिए। याद राख्नु होला, विचार गर्नु होला। कसको छोरा कसको बाबु भन्ने कुरा हुँदैन। मान्छे एउटा शरीर हुन्छ के भन्दाखेरि मान्छेको शरीर हुन्छ, मनुष्यको त्यो पनि दुर्लभ हुन्छ। हामीले विषयवस्तु के हुन्छ भन्ने कुरालाई बिर्सिन्छौँ। यो संसारमा सम्बन्ध भनेको के हुन्छ भने दुःखवती मात्र हुन्छ। जुम्राले पनि मात्र छोड्छ यदि जर्दै गई साथमा, साथीले पनि साथ छोड्छ रुपियाँ छैन भने हातमा। धेरै मख नपर्नु हो, 100 जना छन् मेरा मित्र भनी, हुन्छन् झन् परदोखाको समयमा आफ्नी भनेका पनि। भागवत भगवानको दुःखको समयमा यहाँनिर कोही पनि हुँदैन। याद राख्नु होला पिताश्री। तपाईँको शरीरमा अथवा कपाल छैन भने यहाँनिर तपाईँबाट तपाईँले केही पसिनाबाट निस्केको त्यो जुम्राले पनि साथ छोड्छ भने यहाँनिर भक्तवत्सल भगवानको यति याद राख्नुपर्ने हुन्छ।